वेलकम टु माई युट्युब च्यानल साथीहरू। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। हजुर सन्चै हुन्छ कि हुनुहुन्न? म त एकदम सन्चै छु अनि आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ मैले धेरै दिनपछि फेरि ब्लग स्टार्ट गरिरहेको छु होइन। अनि आज चाहिँ के हो भने मदर्स डे हो। आमाको मुख हेर्ने दिन हो नि त। कसैले हेरिसक्नुभयो होला। हामी त 9 बज्यो अहिले होइन, भर्खर मामालाई आइपुगेको। अनि त्यही भएर हामी आन्टीहरू सबैजना आउनुभएको छ। त्यही भएर आजको कुर्ता सुरुवाल लाएर मैले भ्लग स्टार्ट गरिसकेँ। सबैजनाले माया गरिदिनु होला। तपाईँलाई मेरो भ्लगमा स्वागत छ। आन्टीलाई आर्यलाई पनि स्वागत छ। राम्रो भयो बानी भएको छैन नि त। अनि त्यही भएर आज चाहिँ हामी मुख हेर्न आँटेको। यहाँ चाहिँ मेरो मम्मीले हेडफोन लाएर बसिराख्नु भएको छ। तपाईँलाई मेरो भ्लगमा स्वागत छ, मेरो मम्मीलाई पनि। अनि हजुरआमा हुनुहुन्छ, हजुरआमालाई पनि मेरो भ्लगमा स्वागत छ। हाई गर्नु न। हाई माइजू आउनु न। माइजूलाई लाज लगेर यहाँ चाहिँ मेरो माइजूको छोरी मेरो बुइन्छे। हाई गर। हाई त दिपिका। अनि यहाँ आज हामी चाहिँ मुख हेर्न आँटेको होइन। अनि आन्टीको आउटफिट चाहिँ यस्तो छ। मेरो पनि छतर बेल्ल लाग्यो क्या जोगाएको। सबैजना लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। अहिलेसम्म रेडी पार्नु भएको छैन। हामी यत्रो टाढाबाट आइसक्यौँ, त्यही पनि यहाँ रेडी पार्नु भएको छैन। माइजू आउन। मेरो माइजूलाई चाहिँ भ्लगमा आउन लाज लागेछ क्या, रेडी हुनुभएको छैन। अनि यहाँ आउन छिटो। मेरो माइजूलाई पनि भ्लगमा स्वागत गराउनु पर्यो नि त, फर्स्ट टाइम होइन। ए केही हुँदैन हौ। यहाँ मेरो माइजूलाई पनि स्वागत छ मेरो भ्लगमा। हाई गर्नु न। अनि यहाँनिर दिपिका मेरो मामाको छोरी पनि छ, यसलाई पनि हाई गर मेरो भ्लगमा। अनि हामी चाहिँ आज रेडी हुन गइरहेको छौँ। हामी बजार नपसिआएको नि त। अनि फेरि अब हामी लड्डु लिन जानुपर्ने। महारानीले लड्डु लिआउनु भएछ। हामी चाहिँ अरू सबै सामान बोकेर आएको छौँ होइन। कहाँ गयो भाइ? यहाँ हाम्रो भाइ पनि छ सानो। हेलो बनायो ल्याउ। के भयो? अनि अब चाहिँ हामी यहाँ मुख हेर्ने। अब मैले एउटा गिफ्ट लिएर आएको छु। मेरो सोल कहाँ लाग्यो यस्तै पिसा? अनि सोल नलाउँदा पनि राम्रै देखिन्छ होइन। मलाई कस्तो देखेको छ कमेन्ट गरिदिनु होला। यहाँ त धेरै हल्ला हुन्छ। अनि हामी चाहिँ अब फेरि बजारतिर लाग्न आँटेको। लु आउनु छिटो। तपाईँ कुदाउनु न, म भ्लग बनाउँछु। बेहोरै छैन हौ। तपाईँ कुदाउनु, म भ्लग बनाउँछु। म भ्लग बनाउँदै हिँड्छु क्या, छिटो आउनु। अनि यहाँनिर चाहिँ मैले आन्टीलाई जबरजस्ती स्कुटी कुदाउनु भनिसकेँ, किनभने भ्लग नबनाएको भए त म आफै कुदाउँथेँ कि। तर भ्लग बनाउने भनेर चाहिँ मैले आन्टीलाई कुदाउन लगाएको। ढोगेर कुदाउनु है। अनि कसको फोन? मेरो त्यही ब्यागमै छ। तपाईँको ऊ हो त्यहाँ छ। ऊ गाइजहरू यहाँ बस्नै सक्दिनँ भन्नुहुन्छ नि, के गर्नु? लु हिँड्नु। डरै लाग्छ मलाई त धेरै दिनमा चढ्यो भने त। आफै कुदाउने बानी भएर। साथीहरू यहाँ आन्टीले के भन्ने हुन्छ भने नि, आन्टीले स्कुटी सिकाउनु भएको, अहिले मलाई सिकाउँदै भन्ने हुन्छ। कामी कुदाउँदै हुन्छ। हेर्नु न यहाँनिर म चाहिँ किन बसेको भने तपाईँहरूले यहाँ आज घरि अहिले देखाउनको लागि हो क्या। आन्टीले भ्लग पनि बनाउनु अनि स्कुटी पनि नकुदाइदा हुँदैन नि त। त्यही भएर यहाँदेखि लिएर हाम्रो चाहिँ बगान सुरु छ। कति धेरै ठुलो छ कि छन चाहिँ, त्यही पनि यता पनि छ। यहाँनिर चाहिँ अब सानो सानो रोप्न लागेको रहेछ। भर्खर उखालेको हो नि त। अनि यहाँनिर कति टिप्ने मान्छेहरू पनि काम गरिराख्नु भएको छ। अनि हाम्रो चाहिँ बजार कतिपट्टिको बजार आउँछ क्या, त्यही न। अनि ऐनामा हामीले हेर्न सक्नुहुन्छ। मैले चाहिँ आन्टीले यहाँ भ्लग बनाइरहेको छु। मेरो फोनबाट चाहिँ होइन आज। साथीहरू म त ढिलो ढिलो भ्लग ल्याउँछु। सबैजनाले तर माया चाहिँ गरिदिनु होला है। फेरि मलाई चाकरै चल्दैन क्या भिडियो बनाउनुको लागि। साथीहरू हामी चाहिँ बजार पनि आइसक्यौँ। अलिअलि लाज लाग्छ क्या भिडियो बनाउनलाई। साथीहरू हामीले चाहिँ लड्डु सबै लिएर हिँडिसक्यौँ होइन। हाम्रो यहाँनिर लड्डु खाने भने आउनुहोस्। अनि यहाँनिर हाम्रो मन्दिर पनि छ क्या, शिवजी र दुर्गा मन्दिर। सबैले दर्शन गर्नु होला। हामीले कम्प्लिट गरिसकेको। अब चाहिँ हामी डाइरेक्ट मामालाई पुगेर भेट्छु है त साथीहरू। आन्टीले कुदाएको लाग्छ डर मलाई त बानी भएर क्या आफै कुदाएर।
साथीहरू हामी आइसक्यौँ अब आमाको मुख हेर्छौँ है त खोइ त कहाँनिर उ गर्ने भाइ गाइजहरू यहाँ भ्लग बनाउने वातावरणै छैन यति धेरै हल्ला हुन्छ यति धेरै सानोले मात्र होइन क्या ठुलो पनि चिच्याको चिच्या गर्छन् गाली यहाँ त यसको भाइ हो क्या यो चाहिँ होइन नाकैभरि सिँगान बोकेको नि भाइलाई बोक्छ हेर्नुहुन्छ है गाई सिँगान देखा ए नाकै दुधिने हेर्नुभयो नि गाइजहरू यहाँ अब लड्डु वातावरण तिमीहरूलाई त आज हुँदैन नि फेरि खानु लड्डु थाहा छ कि छैन थाहा छ कि छैन यहाँ भ्लगमा आयो भने हेर्न सक्नुहुन्छ यो चाहिँ मम्मीले ल्याउनु भएको अरे के हो हजुरआमालाई खुवाउने गाई मैले चाहिँ अलिक सुगर हुन्छ भनेर नल्याएको क्या यहाँ हजुर मेरो त लागिसक्यो हजुर मम्मीले दिनुभएको थियो चप्पल खै देखाउनु त हजुरआमा यो चप्पल किनिदिनु भएको थियो चुरा रे माला रे आज चटक्क लिपस्टिक लाएर राम्री हुनुभएछ हेर्नु होला मेरो हजुरआमा अब बच्चा लोकहरू हट्न छिटो गाइस बेइज्जत हुन्छ अरे के बेइज्जत त्यहाँ बेइज्जत केही हुँदैन खोइ त्यसको डोरी हेर्नु दियो अगरबत्ती बाल्न अल्छी गरेर छैन है तर गाइस होइन केही मतलब छैन क्या मलाई त थोरै भए पनि सुगर हुन्छ त्यही भएर म धेरै खाउँदिनँ यो पनि धेरै खाउँदिनँ यति खाउँछु के भन्नु पर्यो तपाईँले फेरि भन्नु त यसले मेरो लदेकै लाज हुन्छ अरे क्या आन्टीको चाहिँ यहाँ छ मम्मीको यहाँ छ मेरो यहाँ छ के भन्नुभयो तपाईँले लाज लाग्यो अरे म त देखेर पनि ठाउँ पनि नभए जत्तिकै गऱ्यो फोटो राम्ररी खिच्छु निकालेर भ्लग बनाउँदैछ भन्दै चप्पल लाएर कसले हेर्छ गाई मुखमा किरा आएर पर एउटा खिच्न भइहाल्छ यहाँ हेर्नु होला मम्मी र आन्टीले चाहिँ पहिला सुरुमा हजुरआमाको मुख हेर्दै हुनुहुन्छ होइन माइजू पनि आइहाल्नु न एकैचोटि त नानी बोक्छ दिनु न दिनु तपाईँको भागको আমার তুমি ভালো আসবে মেয়ে रे हजुरआमा होला नगर न हल्ला गरेर नि भ्लग पनि बनाउन दिँदैन हौ यहाँ हेर्नु होला टिका लगाइदिँदै हुन्छ भगवानले रक्षा गरून् मेरो आमाहरूलाई सधैँभरि मलाई हरेक कुरा पुरै गाइस अब भ्लगको म चाहिँ मेन क्यारेक्टर भए यतापट्टि अब भगवानले रक्षा गरून् सधैँभरि मुख हेर्न पाऊँ दक्षिणा चाहिँ सधैँभरि दुई सधैँभरि भगवानले रक्षा गरून् सीताको कुरा पुरा होस् सधैँभरि 10 वटा आइफोन किन्नु 10 वटा अब के पो गर्नु त लड्डु खाउँछु पहिला के भन्नु पर्छ
हेर्नु है गाइस यो अनबक्सिङ पनि अहिले गर्न लागिहाल्छ होइन तर यहाँ लेखेको छ क्या तर पो छ त गाइस लागा भ्लग बनाएको बेला त तिमीहरूको टाउको उता लगा मेरो गिफ्ट चाहिँ मेरो छोरीले दिएको गिफ्ट यो चाहिँ मेरो गिफ्ट हो आन्टीहरूलाई होइन अनि त्यहाँदेखि पहिला यो अनबक्सिङ गर्न नसक्यो आलु त्यो फुटाल्न खाने हतार छ हेर्नु न गाइजहरू लु दुवैजनाले मजाले निकाल्नु है त्यसलाई माया गरेर के रहेछ पहिला सुरुमा नहेर्नु है तपाईँहरू कता परो उल्टो पारेर है यताबाट नहेर्नु है नहेर्नु सुरुमा चाहिँ पहिला यहाँ देखाउनु अनि मात्रै तपाईँहरू हेर्नु यहाँ त उल्टा हो नि त उल्टै देखाउने हो सुरुमा त ए हो र यताबाट गर्नु त्यसो यहाँ हेर्नु होला यहाँनिर ह्याप्पी मदर्स लेखेको छ मदर्स डे होइन मेरो कान्छी छोरीले दिएको हेर्नु हेर्नु रियाक्सन कस्तो आयो हेर्नु तपाईँले हेर्नु न देखाउनु त कस्तो दामी निकाल्नु दबायो म त दुईटा फोन चलाउनु परेको छ एउटा फोनमा फोटो खिच्नु परेको छ एउटा फोनमा भ्लग बनाउनु परेको छ वारे वाह जिन्दगी त गलिसके गलिसके खुट्टा ढोग्नु मजाले त्यहाँ अब पारबहादुर ढोका आलु यहाँ चाहिँ अब दिप माइजूको मुख हेर्दैछन् लुगा किनिदिनुहुन्छ नि त अहिले लड्डु खुवाइदेऊ मम्मीलाई ठुलो सिङ्गै ला नानी चाहिँ बोक्दिन एकछिन खुट्टा ढोक्छन् माइजूले होला त्यो मम्मीको भागको खानु हुँदैन आज देऊ मम्मीको भागको खानु हुँदैन दे दिदी होइन हेर्नु होला हाम्रो चाहिँ मुख हेराइ यस्तै नै हुँदैछ साथीहरू हामीले त्यसरी नै मुख हेरिसक्यौँ कसले हेरिसक्नु भयो होला हामीले चाहिँ अहिले बसिसकेको छ यतिखेर मुख हेरिसक्यौँ होइन मैले पनि मुख हेरेर आन्टीहरूलाई गिफ्ट दिइहालेँ तपाईँहरूले हेर्नु होला कति राम्रो छ क्या यहाँ हेर्नु दिपिसा पनि छु दिदीलाई यिनीहरूले चाहिँ फुपूको मुख हेर्दैछन् यिनीहरूले चुप्ला फुपूको मुख हेर्दैछन् दिपिसाले हेरिने भने पैसा पाउँदिन नि अहिले तिमीहरूले पनि अन्त आइतेले पनि आमाको हेर्नु ठुलो मम्मीको हेर यता फुपूको होला कत्रो पैसा गरेको लु बस यो खुट्टा त ढोक्नु हुँदैन नि हुन्छ हौ ढोक्दैन होला नि भदाइनीहरूको ढोक्दैन नि ठुलो मम्मीको खुट्टा हेर्नु परेन त मुख आरती सानीमाले सिकाउनु पर्ने सिकाएनन् अन्त हेर्नु है साथीहरू हाम्रो चाहिँ मुख हेराइ फेरि यत्रो लामो छ नि एउटाले अर्कोले एउटा
पैसा चाहिँ सबै मलाई राख्न देऊ नि ल्याऊ मिठाई खानु ल 250 खुट्टा ढोक्नु न खोइ खुट्टा ढोकौँ न पैसा भेटेपछि न एउटाले चाहिँ मम्मीलाई लगेर दिइहाली लु अब तपाईँहरू बस्नु त यिनीहरू 3 जनाले हेर्छन् हाम्रो चाहिँ हाँसेर साथीहरू आमा गए आमा गए रुन्चे रुन्चे हाउ गुजिया ए भ्लग अरे साथीहरू मेरो मम्मीलाई पनि आदर लाग्यो त्यता देखाला भ्लगमा भन्न थाले सबैजनाले हँसाएर बाँड्छन् यहाँ चाहिँ कान्छी आन्टीले दिदीको र भाउजूको मुख हेर्दै हुनुहुन्छ होइन चुरा दे दिया मेरो बहिनीको खुट्टा ढोक्नु अनि गोडा लु बस यहाँ टिका लगाइ हो तर माछा हाम्रो सुनकै जस्तै छ फेरि गाइज मलाई पनि हजुरआमाले चाहिँ आज दक्षिणा दिँदै हुन्छ होइन यो लारे एकछिन बोक्छ यो बोक्नु गोजीमा हाल्नु ल नमस्ते भ्लग बनाइरहेको छु ल छिटो आम्मा मम्मीले त खतरा दिन हाल्नुभएछ क्या आन्टीलाई टिकटकहरू बनाउनै छ नि भ्लग मात्र बनाएर हुन्छ फाइनली सक्यो क्या अब चाहिँ यो हेरेर होइन अनि म तपाईँहरूलाई फोटो पनि देखाउँछु यिनीहरूलाई चाहिँ पहिला लड्डु दिन्छु म राँडिसकेँ यो साथीहरू अब तपाईँहरूलाई मैले दिएको फोटो देखाउँछु ल फोटो कहाँ राख्नुभयो सक्नु यस्तो दामी क्लियर निक्लेको छ नि यो फोटो तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन यसरी म ब्याक यहाँ हेर्नु होला यस्तो दामी निस्केको छ यहाँनिर अँध्यारो देखेको देखिन चाहिँ तर हेर्नु होला ह्याप्पी मदर्स डे लेख्नुपर्ने मदर लेख्नु भएछ होइन त्यो पनि केही छैन साथीहरू अनि अहिले आन्टीले आइफोन पनि किन्नुभएको छ नि त यहाँनिर अनबक्सिङको भिडियो बनाउँछ नि त्यस्तो बनाउने अरे यहाँनिर हेर्न सक्नुहुन्छ गाना निकाल्दै अब यो टिकटक बनाएर खुसीको के भन्ने गाना थियो एउटा मैले बिर्सेँ साथीहरू अब हामी एक दुईवटा भिडियो बनाएर फेरि खाना खान्छौँ हामी चाहिँ होइन अनि सबैजनाले अब टिकटक बनाउँछ साथीहरू हामीले चाहिँ अहिले टिकटक बनाउँदा सबै टिकटकहरू बनाएर भ्याइसक्यौँ होइन तर हामी टिकटक चाहिँ बनाउँछौँ तर फोटो चाहिँ खिच्दिन रहेछौँ लास्टमा म जहिले पनि मोबाइलमा फोटो खोज्दा गर्छु तर लास्टमा भिडियो मात्र हुन्छ क्या मसित चाहिँ होइन यहाँ के गरेको दा हेर्न कान्छी त एउटै भिडियो जसरी हेर्छ र त अनि हजुरहरूले मलाई कतिको माया गर्नुहुन्छ होला कमेन्ट गर्नु होला तैँले त मेरो मुख हेरिरहेछ नि दिदी होइन ओइ आइते लड्डु मात्र खायो त मैले दिएको खानुपर्छ क्या साथीहरू अब हामी चाहिँ खान्छौँ होइन छोटै भए पनि भिडियो चाहिँ पोस्ट गरि नै रहन्छौँ भोलि आन्टीको बर्थडे छ सबैजनाले आन्टीलाई विस गरिदिनु होला बर्थडे होइन तपाईँलाई एडभान्समा ह्याप्पी बर्थडे मेरो आन्टी थ्याङ्क यू सबैजनाले कमेन्ट गरिदिनु होला भोलि फेरि के भन्छ आन्टीको बर्थडेको भ्लग आउँछ है त कसलाई हेर्न मन लागेको छ भ्लग मेरो कमेन्ट गर्नु होला हेर्न मन नलाग्नेले ब्लग गरिदिनु होला हेर्नु न कसरी हेर्दैछ मलाई कसरी हेरेको साथीहरू हामी चाहिँ खानासाना खाएर अब फेरि आन्टीको घर जान्छौँ नि त हामी अनि त्यही भएर आइहालेको अब चाहिँ हामी यो भ्लग यहीँसम्म एन्ड हुन्छ अर्को नेक्स्ट भ्लग चाहिँ बर्थडेको आउँछ बाई बाई गाइज सपोर्ट गरिदिनु होला बाई बाई गाइज बाई लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला है त